हेलो, म आज बच्चाहरूको स्कुलको टिफिन बनाउँदैछु है। आउनुहोस् सँगै बनाऊ। मैले इन्डक्सनमा कराई बसालिसकेको छु है। अब म कराई तातिसकेको छ, अलिकति घिउ राख्छु। ल हेर्नुहोस् त, घिउ मेल्ट भइसकेको छ। अब म यसमा ज्वानो, कालो कलौंजी, जिरा, त्यसपछि थोरै आलस पुऱ्याइदिन्छु साथीहरू। अब यसलाई म हल्का भुट्छु, धेरै बेर होइन, हल्का चलाइदिन्छु। यो अलिअलि भुटिसके पछाडि यो मजाले घिउ मेल्ट भएको भएर घिउ तातिसकेको भएर यो फुरिसकेको छ मजाले। अब म यसमा 1 कचौरा पानी हाल्छु साथीहरू। ल हेर्नुहोस्, म अब यसमा 1 कचौरा र आधी पानी हाल्छु है साथीहरू। ल 1 कचौरा र आधी मैले पानी राखेँ। अब यो पानीमा मजाले बोइल आउन दिन्छु। तब तक मैले यता स्वाद अनुसार नुन पनि राखेँ साथीहरू। यसलाई बोइल हुन दिउँ है। यस्तो साथीहरू पानीमा बोइल आयो। अब म यो पानीमा बोइल आइसके पछाडि 1 कचौरा सुजी राख्छु साथीहरू। सुजी राखिसकेपछि मजाले यसलाई चलाउँछु है साथीहरू, यो डो बनाउन्जेल। ल हेर्नुहोस् साथीहरू, मैले चलाउँदै सुजीको एउटा के भन्छ डो बन्न तयार भइसकेको साथीहरू। ल हेर्नुहोस् त, अब म यसलाई साथीहरू यसमा म अब फेरि अलिकति घिउ राख्छु। अब यसलाई मजाले चलाउँछु है साथी। यतिको भयो साथीहरू। अब म यसलाई खनाउँछु साथीहरू। मैले थालमा खनाइसकेकी छु। अब म यसलाई मुछ्छु है। तातो छ, बिस्तारै 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 यसरी मुछ्छु साथीहरू। यसलाई मजाले पिठो मुछे जस्तै बनाउँछु साथीहरू। हेर्दै जानुहोस् ल साथीहरू। मसँग बिहान दालसँगै उसिनेका 2टा आलु थिए। अब म आलु म्यास गरेर यसैमा मिच्छु साथीहरू। ल हेर्नुहोस् त, यसमा हरियो धनियाँ माथिबाट छर्दा राम्रो हुन्थ्यो। मसँग हरियो धनियाँ सक्यो रहेछ साथीहरू। ल हेर्नुहोस् त, अब यो सुजीको डोसँग क्या सुजीको यो पिठो मुछे जसरी यो आलु पनि सुजीसँगै मजाले मोल्ने। ल हेर्नुहोस् त, अब यसलाई म 2टा आलु र यो सुजीको डोलाई मजाले पिठो मुछे जसरी मुछ्छु साथीहरू। पक्नु है। ल हेर्नुहोस् साथीहरू, मेरो यस्तो डो बन्यो। अब म यो डोको सानो सानो डल्लो बनाउँछु 2टा हातले। ल हेर्नुहोस् त, कस्तो राम्रो गोलो सर्कल बन्यो साथीहरू। जस्तो बनाए हुन्छ हामीले, चेप्टो गोलो है बनाउँदैछु साथीहरू। मेरो यहाँ घिउ तातिसक्यो साथीहरू। ल हेर्नुहोस्, मैले यस्तो सेपमा बनाएँ। आफूलाई जुन सेपमा मनपर्छ त्यही सेपमा बनाउने। ल हेर्नुहोस् है, अब म यसलाई फ्राई गर्न छोडिदिन्छु। यो फ्राई हुन्जेल साथीहरू म बच्चाको टिफिनमा टमाटरको चटनी राखिदिँदैछु। टमाटरको चटनी। ल हेर्नुहोस् है साथीहरू, उलट्दै बनाउँदैछु मैले। यसलाई फर्काउनु पऱ्यो नि त, एकतिर मात्रै पाकेर भएन। हेर्नुहोस् त साथीहरू, पाके रेडी भए मेरा यी सुजी र आलुको डोनट बन्ने कि बबल्स बन्ने कि सर्कल बन्ने कि यसको नाम अनेक छन्। यो रेडी भयो। अब म निकाल्छु साथीहरू।
ल हेर्नुहोस् त साथीहरू मैले निकालिसकेँ। अब यसलाई म खान्छु है साथीहरू। यस्तो यामी हुन्छ। म बच्चाहरूलाई पठाइसकेँ खाजा बनाई, यही खाजा हो बनाई पठाइसकेँ। ड्याडीसँग बाइकमा गयो उनीहरू। अनि अलिकति बचेको थियो डो, अनि मैले किन नास पार्नु, म आफूले खान्छु भनेर बनाएँ। लास्ट यो लास्ट लटको मेरो लागि यो बच्चाहरूलाई मैले पठाइसकेँ साथीहरू। यस्तो मिठो हुन्छ, यस्तो मिठो के साथीहरू यो। यसमा पिरो पिरो मरमसला पिरो हाल्यो भने अझै मिठो हुन्छ। म त बच्चाको लागि भनेर पिरो हालिनँ साथीहरू। एकदम बाई बाई।